हो अनि राम्रो बस्नु त्यहाँ माले के हो गर्नु ल अहिले बसेको छ के बिजार यो अहिले बस गर्नु अनि यता यो राखेको मेरो हामीले खाएको रहेछ अब नि अन्त यस्तो मुख मिठो बनाउनु पर्दैन हामी नमिलो हालेर मुखेर बसेन खान्छ त्यो प्रोसेसमा खाए सुनपाउ नहुला डाक्टर भी आए तो ऑटो से स्टॉप होला जम्मै यो खाँदा त्यति को पानी छ नि पहिला दिएला सुरुमा चिने हो तर पानी आउन कहाँ पानी सक्यो फुलले त बोन्दा न चालु गर्नु पर्छ दिना लाइदिए एउटा इन्डिका छैन चालु गराउँदै पैसा धरि बनाउनु पर्छ भन्नु बाबा मोटर लाइले हो त्यो त कोही छ पानीको आस हिसाब लिएर खिच्ने गीतमा गरेर आयो हुन्थ्यो त्यो सानो मिनो चाहिँ खोले खै रहर सबै सबै आउनु खाइयो हो त भनेछु नि मैले त आइज भाउजू आइज त्यही साइडमा नानी राबिनी साँच्ची लागि हुन्छ एउटा सवाल एउटा के फोटो भूमिका रिजिना
बस्छ भने त्यसलाई जानु छैन बस्दैन त्यही पुगेर के यहाँ पछि पुरो सबै देखेछ स्टिक सर्ट पनि हान्दै क्या सबै छिके हो त्यताले कहाँ राख्दैन मुभी देख्दैन त्यताबाट भुइँमा यस्तो हुन्छ फेरि देखिन्न मुढा उता पठाउँछ साथीले आन्टी छाड्नु न एउटा केरापात राखिदिनु पर्यो कि श्वास आनन्दले देखेछ ल्याइदियो मुढा भन्न त पर्छ एरिक टिकट राख्न ओ एरिक मिला त मिलाइहाल्छ रातो लाग्यो पुरै टिका बस्छ है टिका बुसा बुसा ने खाले अब टिका लगाएपछि त्यही हो लगाइदिने हो कि दिने हो कसो सबैले टिका लगाइदियो अनि माला सबैलाई एकचोटि लगाइदियो तत्कालै लायो भने मात्रै भइरहेको तलमाथि गर्ने के त त्यहाँ कुन छ हेर न त्यहाँ पछाडि त्यो पर्दा तान्छ भिडियो गर न फोटो खिच जुम मात्रै भइरहेको अफ गरेर मलाई नि मजा माला लगाइदियो भने त्यसैले सियाउने माला लगाइदियो त्यही त लाइन लगाइदिएन उतारि कसैले किन फोन नखिचेको मैले मात्रै किन खिचेको अर्को अब खिचै खिच फेरि अहिले फेरि दोहोऱ्याएर गर्नु पर्ला सानो कुन ठुलो एकचोटि मात्रै खिचे हुन्छ हो त्यो लाग्दैन सानो ठुलो नानी लाउने भिडियो पनि गर्दिनु यहाँ सकेसम्म जुममा राखेर बसेको गाँठा काँडा रहेछ नि काँडा आएर टोपी ए अच्छा कति सानो सामने
होइन नलाइदिए हुन्छ हुन्छ राख्नु यो क्रस लाउँदा त्यो सिधा लाउँदा यो घाँटे परेर बेसी पाक्छ मखमलले मैले त्यो क्रस गरेँ कि अति गाँठी कवितामा भयो पुष्पमै भयो टोपी दे भन्छ टोपी त्यही हो त्यति नलाग्दैन अनि त्यही माथि ए मम्मी नबोल्नु न हातमाथि राख्नु नि मुखै देख्दैन त्यताबाट त हातै गल्यो आन्टी खिचिदिनु कति बाक्लो गरिदिएको त ड्याडी म आन्टी खिचिदिन्छु का मम्मी भयो सिधा सिधा भन्छ होइन कि ठुल्ठुलो गरिदिन्छु म के लेखेर छाना यसरी बस्नुपर्छ मिठाई अन्त तिमी त यस्तो ढ्याप्प ढ्याप्प तिमीलाई त जस बाक्लो बाक्लो दक्षिणा होला डेक्चियाले कि रे पैसा दिइ त्यही त हो नि भन्ने फोटो खिच्दैन खिच्दै खिच बस त्यतिकै बस त्यतिकै हाँसेर बस दिदी पनि जानु फेरि रिटेक होइन उ गरे जस्तो हुन्छ यहाँ त एकछिन न भयो राखेन एकछिन न राखेन एउटा ढाका मिलाएर बस्छ अनि फोटो खिचेर एक्सन हो नि त अनि त्यो त अनि आन्टीको यस्तो आन्टी मलाई खिचिदिनु घौटी बस्यो ल त्यही होला वाइफाई अब मैले कस्तो खतरा भिडियोमा हाम्रो भिडियो टिक बनाएको मेरो हो नानी पनि अहिले दायाँ हाम्रो लागि सबैजना प्रश्न एकचोटि भएको हो त्यही मात्रै तिनचोटि होइन अब एक हजुर
अलिक मिलाइदिएर पछाडि भुर्छ ओइ भाइ हामी बनाइदिन्छौँ नमस्ते गर त्यसरी दुईटा औँलाले यसरी त्यसको अरू चाहिँ अरू रङ लगाइदिन्छ ल यसरी हो अब यसरी माथि राम्रो देखेछ है टिक टिक लगाइदिएको भए धेरै लगाइदिँदैन फेरि भक्क देखिन्छ कि एउटा कलर मात्रै हो धेरै लगाएदेखि त्यो ठिक छ मेरोबाट एउटा फोटो भयो मेरो सचिनको मात्रै राम्रो आउने हो भिडियो अरू कसैको न अहिले फोन गरेर गइहाल्छ एकछिन पखा यहीँ छ म छ्यामा यहीँ बोलाउँछ कहाँ त्यो त बाहिर बसेको प्रश्न दिएन यो पखा एकछिन हिजो आउनु पर्ने तिमीहरू त्यति खेल्नलाई दाई दिदी एरिक दाई खालि त एउटा खान्छ मैले त एउटा छ्यामा कहाँ छ यहीँ तल छ छ्यामा यहीँ छ कता छ नि छ्यामा यहीँ छ नि यहीँ बोलाउँछु म काम बाहिर अहिले आउँछ खाएर जाने है अरू नखाने टिका लगाइदिनु ल हेर न टिका लगाइदिनु आऊ त हेर छोटो छ भने फोटो खिचिदिएन मेरो कसैले खिच्या टिका लगाएर दिदीलाई फोटो खिच मेरो भिडियोमा के बस बस के भयो बाँच बारे हालेर त आन्टी हट्नु किन फोटोमा टिका दिदीहरूलाई भन्नु अब
अब खान्छ टिभी के बस्छ न सब हो कि यता यता एक्स्ट्रा भन्छ यसै सिँगार्दै हो नि के दाइ मेरो त किन कालका निकालेर मोरबाट पण्डित पण्डित बाजे जम्मै बसेर त्यसरी यसलाई मन परेको जिउला One, two, three. बस कागज किन छिर्यो स्माइल 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 सबजनालाई हाँस्नु ल ल ल यार लाइक इंट्रोडक्शन ल Hello, my name is Tulsi. Today is Tiha, so we're having Tikha from my sisters. Thank you. इंट्रोडक्शन My name is Eric. I'm the eldest grandson from the Mukhia Thulo family. My Trinity. Eldest is the eldest father. He's like a bro to me. He's like a brother. पीस आउट यता 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 हेलो डिफरेन्ट यता हेर इंट्रोडक्शन भान्जी अरू नाम नाम के हो युजिना राणा म चाहिँ भान्जी दिदी हेलो माय नेम इज युजिका राणा म घरकी सबसे ठुली भान्जी ए है नि नाम भन्नु को हो आफ्नो म सिन्धु आले म पोखरादेखि यहाँ भाइटिका लागि नाको बन्ने किनी फर्स्ट हजुर को मामा इंट्रोडक्शन ल बासु के हाल्दै हाल्नु ल इंट्रोडक्शन माय नेम इज बासु थापा आई एम 38 years old टुडे इज भाइटिका आई एम भेरी भेरी ह्याप्पी माइजू भन्नु न नाम भन्नु को हो हजुर ह्याप्पी भाइटिका हामी भाइका ठुल मम्मी ल हेपी म यो बारावाली नाम भन्नु के हो हजुर मेरो नाम मिना राणा हो म यहाँ काठमाडौँ यहाँ भाइहरू ठिक लेखेर आएको लामा त्यहाँ चाहिँ तैँले ए हजुरको नाम के माया थापा खाने खाने सुरेर प्रश्न गिभ यु इंट्रोडक्शन प्लिज तिम्रो नाम के हो एबे कोराइ अलि चर्को भन पास न हुनु दुनी हो क्या This is me, Sachin Devale. हालेछ नि यहाँ हेले चाहिँ खाने
मलाई त भाग्न गाइज हाम्रो तिहार सक्यो है टिका लगाउनु चाहिँ लाग्यो मेकअप गरेर माइज हजुर छुट्टी थियो इन्ट्रोडक्सन कस्तो हो र यो ब्लग यतिकै ब्लग सो गाइज हाम्रो टिका लगाएर सक्यो राम्रो आउँदैन नलाई न बरायो Hi difference guys. न Na bolla so hai. यो ड्रप गर्ने हो होइन Bara यस्तो छ. तर हामी काममा बिजी हुनेछौँ. फोटो एडिटिङ गर्दै हुनुहुन्छ उहाँ. आको दुलो देखाइदिउँ भनेर. Doorstang हेलो Bye bye. त्यो स्वाइन भयो के खाने फुपू त उदामानी हो यहाँ बस्यो नि हुन्छ के खाएर सागपानी पनि खाएर तताउनै Valeu? त्यो अन्डे गए ए अङ्कल गए इमी गए अङ्कलको सबै देखाएर यता पनि देखाइज फेरि नानीहरूले जित्नु जान्थ्यो स्टोर हिरो भन्छ नाला त्यो मम्मीले खा तिर्का भइहाल्यो पन्जा मम्मीले खा सक्यो लेमिले भाडमा गाने कानी पखाले न गाडा सान्च्यु तिनटा बेला आउँछ बाँड्नु त हुने फेरि